यसै घुम्दा घुम्दै यहाँ लुम्बिनी न्यू लुम्बिनी चुकाउने पोइन्टमा आइएछ। यहाँ चाहिँ नि गजबको चुकाउने पाइँदो रहेछ क्या। अब चुकाउने चाख्नलाई आएको यहाँ सब्जीले हेर्नु चाहिँ यता हामी एउटै हो र होइन यतातिरको यहाँ यताको साउजी यता हुनुहुन्छ लुम्बिनीकै अब पोइन्ट भनेपछि त साउजी खत्रै हुनुपर्छ होइन। त्यही नाम हेरेर आइयो के रे साउजी केही भनिदिनु न। हजुर लुम्बिनी चुकाउने पोइन्ट भनेर आइयो क्या हामी त नाम हेरेर भनेपछि लुम्बिनीकै जम्मै चाहिँ यतै आउनुहुन्छ। एकदम बवाल सवाल छ हजुर कहाँ भना पालपाली हो कि कता हो घर गुल्मी कता कता गुल्मी कहाँ सिमलदारी के थरी हुनुहुन्छ लम्साल हाम्रो फुपाजुहरूतिर पर्नुभयो त हामीले फुपू दिएको लम्साल ठिकै छ। आज ल फुपाजु पर्नु उहाँलेबाट उहाँको पसलमा चुकाउने खाना आइएछ हामी यहाँ सर र म प्याकटा लाएर गराउँदै हुनुहुन्छ ल पहिला यति अरू चुकाउने अहिले आउँछ एकछिन भ्याउनु न क्या उहाँ बिजी मान्छे हुनुहुँदो रहेछ एकैछिन भ्याउनु क्या एकैछिन ठाउँ चाहिँ नि कहाँनिर हो यो लोकेसन यो अब यहाँ कता घुम्दै आइएछ सटर छ सर्लक्कै सटर छ आसम्म यहाँबाट त्यतातिर बाटो कुन बाटो हो यो भन्नुपर्छ भनेपछि ल अब रेडी हुँदैछ ट्याक्क पार्दै हुनुहुन्छ। बटुको नि आउने ठुलै चुकाउने पाल्पामा चाहिँ रोकेर चुकाउने घुम्न जान लाग्यो भोलि एकै ठाउँ परिरह्यो भने जेठको महिनामा लिची खान जानला घरतिर होइन हो ल त्यहाँ चाहिँ जाने ल मैले भन्नाले म पहिला सुरुमै के भएको थियो भने म पोखरा जाँदाखेरि बाटोमा चाहिँ त्यो मिर्मे जानेको त पोइन्ट पर्थ्यो कि मिर्मे जाने पोइन्ट पर्थ्यो यहाँ त म कहिले काहीँ जाम्ला भन्थेँ त्यस्तै रामपुर पनि माथितिर लाग्नेतिर चाहिँ ठ्याक्क त्यहाँसम्म पुग्दाखेरि यहाँनिर पनि त कहाँ रहेछ रामपुर भन्ने चाहिँ भइरहेको र त्योवाला म एकचोटि ठुलो मम्मीकोमा तर हामी कस्तो हुन्छ भने अलिकति जान भित्र गइराखेपछि खबर पोसाल गएर त्यति लगभग म यहाँदेखिबाटै मैले जान्थेँ जेठमा लिची खान जानुपर्ने क्या हाम्रोमा लिची हुन्छ नि त एउटा चाहिँ लिची राम्रै हुन्छ अनि त्यसपछि घर बोरामा बोकेर आउने बोरामा अनि यहाँ बोरा लिएर आउने एक हप्तासम्म खाएको फ्रिजभरि लिची हुन्छ बिक्री गर्नु त बिक्री त हुन्छ तर हामीले घरमै खाने भनेर खान्छौँ। घरमा कतिवटा बोट छ दुईटा त छ एउटा ठुलै छ एउटा सानो छ त्यो भने घरैमा घरमै यताउता त पर्थ्यो होला हो त तर घरमा अब सबैले खाम भन्ने चाहिँ सबैले खाइन्छ नानी सानो उही छन् तिनीहरूले खान्छ घर यताउति छिमेकीहरूको पनि दिँदाखेरि होइन छिमेकी कसैलाई दिन पर्दैन हरेकका घरमा एउटा दुईवटा बोटा जस कान छ घरैमा खाएर त्योतिर जानी भनेको चाहिँ त्यो जानी भनेको हो कि अब कहिले हो अब अहिले त यसो मिल्दैन हरेकको घरमा एक गुन्डा छ होइन त्यसो हो भने त के भन्नाले त्यो त लिची राम्रो फार्मिङ हुन्छ नि त त्यहाँतिर लिची लगाइदिएर व्यवसायिक खेती नै गऱ्यो भने त्यो जितिन्छ कि यो अहिले सुन्तला उता उसको त्यो के भन्छ उतातिरको सुन्तला अहिले चाहिँ सुन्तला भन्दै भनेको छ नि यो त लिची त त्यसो त राम्रोसँग त्यति लिची हुने हो भने त हालिदिनु पर्दो रहेछ कि त्यो अलि अब फेरि अब 20-25 वर्षपछि अहिले कलम गरेर अहिले भर्खरै ऊ हुनेवाला अहिले त्यो त जमाना लगाइदिनु भने आइसलर फल्छ त्यो त 8-10वटा झोपा त बेच्दा त केही पनि हुन्न नि त ठुलै बुटो हुनु पर्यो नि त बेच्नलाई त होइन त्यो त एउटा दुईटा हाम्रो त यार त्यहाँ त यहाँ यो के सानो सानो यस्तो हो के छ अहिले सानोमा ल सानो बेर्न त यहाँले ती लगाउन सक्थ्यो तर पछि अलि ठुलो धेरै नराख्नु अलि कममा राख्नु तर त्यो त पछि त यस्तो हुन्छ नि त ठुलो भएपछि एकले अर्को जोडिन थालेपछि त्यो काम छैन त्यही भएर पर हो कि त्यही त पर गराएर गराउने पर गराएर
कटिङ हुँदैछ प्याज कटिङ हुँदैछ अब एकैछिनमा युट्युबमा हाल्नलाई चाहिँ यो सुकाउने पोइन्टवाला युट्युब काटेर राख्नु हजुर काटेर राख्नु है जम्मै तिमी देखिन्छ अब देखिन्छ